कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर 5 चन्द्रौटा स्थित जनता हेल्थ क्लिनिकमाथि गम्भीर मेडिकल ठगेको आरोप लागेको छ। दाङको गडवा निवासी सीमा डाँगी छेत्री सामान्य स्वास्थ्य समस्या लिएर उपचारका लागि चनौटा आएकी थिइन्। परिवारका अनुसार एम्बुलेन्स चालकले अन्य अस्पताल नलगी सोझै उक्त क्लिनिकमा पुर्याएका थिए। क्लिनिकमा 2वटा सुई, 3 बोतल सलाइन र एउटा इसिजी मात्र गरिएको थियो। तर यति सामान्य उपचारमा एकै रातमा 52,000 रुपियाँ असुली गरेको आरोप रहेको छ। बिलमा 2वटा सुईको मात्र 23,000 र 18,000 रुपियाँ उल्लेख गरिएको छ। साथै एक्सरे नगरिकनै एक्सरे शुल्क समेत जोडिएको दावी गरिएको छ। पछि अर्को स्वास्थ्य संस्थामा जाँच गर्दा भने बिरामीमा कुनै पनि समस्या नभएको चिकित्सकले बताएका छन्। पीडित परिवारले शिवराज नगरपालिकामा उजुरी दर्ता गर्दै निष्पक्ष छानबिन र कारबाहीको माग गरेका छन्। घटनाबारे छानबिन सुरु गर्ने तयारी भइरहेको शिवराज नगरपालिकाले जनाएको छ। आरोपित प्रमाणित भए संस्थामाथि कडा कारबाही हुन सक्ने बताइएको छ। अब सुनौ पीडितका गुनासो। मुटुको हात खुट्टाहरू लालाङ हुने, सास फेर्न नहुने, अनि मुठीहरू पस्नुहुन्छ। अनि त्यही भएर हामी अब नसा सम्बन्धी हस्पिटल खोज्यो भाइ भनेर एम्बुलेन्सवाला भनेको। एम्बुलेन्स भाइ अब हामी त यहाँ कहिले नआएको, कहिले औषधि नगरेको, हामी कहिले नघुमेको मान्छे, हामी अब गाउँको मान्छे ल्यायौँ। अब औषधि गरेर पहिले 12,000 जम्मा गर्नुहोस् भन्यो। पहिल्यै सुरुमा 1,500 माग्यो, अनि 2,000 क्यास दिए, अनि पछि 12,000 जम्मा गर्नुहोस् भन्यो। 12,600 रुपियाँ जम्मा गर्यो। अन्त फेरि सुईको बतायो, यो सुई लाग्छ, यो सुई लाग्छ भनेर आइसी मात्रै जोड्ने। अनि पछि लास्टमा त्यो गुलबस चढाइसकेपछि फेरि बोलायो भित्र मलाई। अनि बोलाएर फेरि 1.5 लाख लाग्छ तपाईँको बहिनी ट्रिटमेन्टको लागि भने। अनि त्यो भयो। त्यहाँ मैले घरको परिवारसँग सल्लाह गरेँ। अनि हुन्छ त अब मेरो नानी ठिक हुन्छ भने भनेर भन्नुभयो। अनि मेरो हस्बेन्डलाई त थाहा थिएन। मेरो हस्बेन्डलाई भन्दाखेरि त्यति महँगो औषधि गराउनु कहाँ सकिन्छ, अनि किन लग्यास् भनेर मलाई त्यहाँ भन्नुभयो। ठिकै भन्नुभयो त्यहाँले। अब औषधि भने त्यति महँगो सुई कहाँ, हामी जस्तो गरिब दुखीलाई त हुन्छ, निगार भनेर भन्नुभयो। त्यसपछि अर्को दिन बिहान भयो, उज्यालो भयो। अनि मैले सक्दैन डक्टर भने। डक्टर साहबले फेरि किन लग्न आयो भनेर भन्नुभयो। अब सकिन्न, हामीले यति महँगो औषधि गर्न सक्दैनौँ, 1.5 लाख हामीले कहाँबाट लिएर दिन सक्दैनौँ, अहिले पासमा पैसा छैन भने। त्यसपछि हो त गर्दा लैजाऊ, भोलि केही भयो म छैन जिम्मेवारी भनेर मलाई झोक्किनु भयो, चेठिनु भयो। अनि म पैसा थिएन क्यास, ब्याङ्कमा गएर मेरो ब्याङ्कको ज्योति ब्याङ्कको चेक थियो। अब एटिएम त थिएन, त्यो एटिएम पनि भयो त मैले क्यास दिन्थेँ होला, चेक पनि भजेन, एटिएम पनि भएन मेरो। अनि कताबाट खोजेर साथीहरूसँग खोजेर पैसा हाल्न लगाएपछि अब मोबाइल ब्याङ्किङमा हाल्न लगाउनुको पैसा मोबाइल ब्याङ्किङमा हाल्न लगाएँ। मोबाइल ब्याङ्किङ लगाइसकेपछि त्यो नहालिकन पहिला रिपोर्ट मागेँ। अनि मेरो श्रीमानले त्यो रिपोर्ट माग, कति के लागेछ, कति खर्च छ, के देखायो, रोग के रहेछ भनेर सोध्नलाई खोज्नु भएको थियो। डक्टरसँग कुरा बुझ्न खोज्नु भएको थियो। एक त कुरै गर्नु भएन। म 1000जनासँग कुरा गर्दिनँ, म ठेक्का ल्याछु भनेर मसँग झोक्किनु भयो। मेरो हस्बेन्डसँग झोक्किनु भयो डक्टर साहब। त्यस्तो गर्ने होइन मैले त्यो। अब त्यहाँ हामीले बिल बनाइदिनुहोस्, कतिको औषधि छ, कतिको त्यो सुईको मूल्य कति हो, सबै त्यो हामीलाई बिलसँग सहित रसिदसँग बिलसँग चाहियो हामीलाई भन्दाखेरि त्यहाँले सादा बिल बनाएछ भन्नुहुन्छ, घरिघरि बिल बनाए भन्नुहुन्छ। त्यो बिलको फोटो खिच्न दिनुहोस्। अनि हामीले पढा लेखा जानेलाई हामीले देखाउँछौँ किन यसरी महँगो भयो के हो भनेर सोद्धाखेरि त्यहाँले दिनु भएन, दिनु भएन। त्यहाँको स्टाफले पनि दिनु भएन। त्यो डक्टर पनि कता जानुभएको थियो। त्यो स्टाफलाई पैसा बुझ्न लगाएर कता जानुभएको थियो। पछि फोन गरी बल्ल आउनु भयो। त्यसपछि आउनुभयो। अनि हस्बेन्डले भिडियो कल गर्नुभएको थियो। त्यो भिडियो कल किन गरेको भनेर धम्की दिनु भयो मलाई। यो अडियो कल गर भनेर गाली गर्नुभयो। अडियो कल गरेर कुरा गरेको, हामीले रिपोर्ट बनाएँ भनेर त्यहाँलाई पनि मेरो हस्बेन्डलाई नि झुट बोल्यो, डक्टरले बोल्नुभयो त्यहाँ। अनि पैसा चाहिँ मागिरहने, बिल चाहिँ नदिने गर्नु। बिल नदिने, बिल पैसा एडमिट गर अनि बल्ल तेरो बिल दिन्छु भनेर भने डक्टरले।
बिल फेरि अर्को बिल दिनु भन्दाखेरि मानेनन्। त्यस बिल त दिए त सादा बिल दिनुभयो बिल। अनि त्यो बाहिरको त्यो हुन्छ नि हजुर त्यो सादा पानामा दुईटो पाना मात्रै दिनुभयो त्यो पनि। अनि त्यहाँबाट हामी गयौँ, अब माया मारेर गएका थियौँ। त्यहाँ होटलमा खाना गयौँ। अब 1.5 दिनको खाना हामीले सादा खाना बिहान अर्को दिनको पहिलो त्यो बिहान खाना खाएको एकैचोटि अर्को दिनको दिउँसो खाना गएको थियौँ होटलमा। त्यो बिरामी नानीले लगेर अनि त्यो नानीले 2 गाँस भात खाँदै फेरि बिहोस हुनुभयो, मुठी कस्नुभयो, रुनुभयो। अनि त्यो होटलको दिदीले कहाँ औषधि गराउनु भयो भन्नुभयो। जनता क्लिनिकमा गराऊँ दिदी भने। त्यो त नानीलाई ठिक भएको छैन, किन लग्नुभयो बहिनी त्यहाँ भन्नुभयो। ठिक भएको छैन भनेर भन्नुभयो। अनि कति खर्च लाग्यो भनेर सोध्नुभयो। 52,000 दिदी भनेर। बिल दिए छैन भनेर दिए यो बिल भनेर। यो बिल त भर्छु महँगो भयो भनेर। त्यहाँले अर्को मेडिकलमा लैजानु बहिनी, त्यहाँ ठिक होइन भने टाढा पठाउनुहुन्छ भनेर भन्नुभयो। त्यसपछि त्यो मेडिकलमा लग्यौँ। इसिजी भयो। कुन मेडिकल थियो त्यो अर्को लाने ठाउँ चाहिँ? हुन्छ एबिजी हेल्थ केयर यही मेडिकल हो। मलाई धेरै पढ्न आउँदैन। यसैमा लानुभयो होइन? यसैमा लग्यो। अनि भिडियो एक्सरा अनि एक्सरा इसिजी सबै भयो। औषधि गरेर 2500 ल्याउनु भयो त्यहाँले। त्यहाँ त्यो अलि ठिक छ, रोग केही छैन भनेर भन्नुभयो। केही छैन भनेर भन्नुभएको थियो। हप्ता दिनको औषधि दिनुभयो। अनि त्यो मेडिकलमा त कोर्स पुरा नगर्दा त्यो जनता क्लिनिकमा त कोर्स पुरा नगर्दा ठिक हुन्न भनेर भन्नुहुन्थ्यो। 7 दिनसम्म सुई लगाउने भन्नुहुन्थ्यो। दिनकै अब साँझ बिहान कति दिनमा 9,000 को 10,000 को आइसीको सुई लाग्छ भनेर भन्नुहुन्थ्यो। त्यसरी भनेर मलाई भित्र लगेर अब नपढे जाने, अब मेरो नानी ठिक होला भनेर मैले सोचेर गरेँ। अनि त्यो फेरि त्यो सुई लगाइसकेर पछि 1.5 लाख रुपियाँ माग्नुहुन्छ। 1.5 लाख रुपियाँ हो ट्रिटमेन्ट खर्च 7 दिनसम्मको भनेर भन्नुभयो। औषधि बिलको पैसा अलग। त्यसरी हामी कहाँ सक्छौँ, चित्त बुझेन। अनि मेरो घरको परिवार चित्त बुझेन। मैले बिल मागेँ, मेरो परिवारले देखाउनु पर्छ भोलि बिल भनेर भन्दा माग्दा पनि दिनु भएन। अनि अब होटलवाला बहिनी गएर लिदिनु भएको पछिको बिल त त्यो होटलवाला दिदी गएर अनि त्यो डक्टरसँग पार्नवाला बिल दिनुहोस् तपाईँले किन त्यो भन्ने भयो। तपाईँको औषधिको कति पैसा लागेछ, त्यो औषधिको बिल दिनुहोस् हामीलाई, हामीले बिल माग्न मात्रै आम भनेर भन्दाखेरि त्यहाँ डक्टर साहबले त घुस खाएर आओस्। अनि मलाई फेरि के भन्नुभयो, तैँले घुसाएर ल्याइस्, मान्छे खेर ल्याइस् भनेर मलाई पनि गाली गर्नुभयो। म पुलिस बोलाउँछु, इन्सपेक्टर बोलाउँछु, को पत्रकारलाई बोलाउँछस् बोला, म डरान्न, कहाँ लाने जेल लैजा भनेर मलाई हामीलाई पुलिस बोला भनेर धम्की दिनुभयो। गुन्डा ल्याउँछु भनेर धम्की दिनुभयो। हामी त अब गाउँको मान्छे, अब गाउँको कहिले नपरेको मान्छे यस्तो धम्की दिँदा अलि होटलवालाले बहिनीलाई तेरो होटलमा 1 घन्टापछि आउँछु म चिया खान भन्नुभयो। त्यस्तो भन्ने हो त। 1 घन्टापछि आउँछु म चिया खान, तँलाई नचिनिया हो, म चिनिया छु भनेर धम्की दिनुभयो त्यसमा होइन? धम्की दिनुभयो। अनि त्यसपछि तपाईँहरू कहाँ जानुभयो? अनि त्यही होटलको दिदीकोमा गयौँ, खाना त्यहीँ खायौँ। अनि त्यहीँ बस्यौँ, त्यहीँ सुत्यौँ। त्यहाँ दिदी नभएपछि हामीले यत्रो आज त्यस्तै तपाईँहरूसँग यहाँ पुगिसक्नु थिएन। हाम्रो एउटा गाउँको भान्जा हुनुहुन्थ्यो, त्यो भान्जाले भाइ दाइहरूसँग सम्पर्क गरेर मेरो मान्छे यस्तो हुनुहुन्छ, यस्तो पीडित हुनुहुन्छ भनेर तपाईँहरूसँग पुग्यौँ हामी। अनि नगरपालिकामा पनि जानुभयो तपाईँ होइन? हजुर। के छ नगरपालिकामा रिपोर्ट दिनुभएको छ? के छ निवेदन दिनुभएको हो? हजुर, नगरपालिका रिपोर्ट दियौँ। त्यहाँ डक्टर साहबले बोलायौँ, सबै ठिक डक्टर साहबले चेक गर्नुभयो, यो गलत छ भनेर भन्नुभयो। अनि नगरपालिकाको मान्छेले राम्रै भन्नुभयो। खास तपाईँहरूको माग चाहिँ के थियो? हाम्रो लागेको पैसा लिने, बाँकी चाहिँ तपाईँहरूलाई फिर्ता गर्ने माग हो? हजुर, हाम्रो चाहना थियो यो लागेको जति औषधि उहाँले खर्च हो त्यो अरू हस्पिटलको मूल्य अनुसारको सुईको पैसा ल्याउनु राख्नु पर्यो आफूले। अनि हाम्रो बाँकी पैसा फिर्ता पाउनु पर्यो, हामीले न्याय पाउनु पर्यो। हामी जस्तै पीडित अनि दुःख पाएका गाउँघरबाट अलि टाढाबाट आएका बिरामीहरूलाई त्यसरी भोलिका दिनमा
यसरी डक्टर साहबले त्यस्तो हामी जस्तै दुःख नपाउन् भनेर त्यही मेरो धारणा छ। क्लिनिकमा आयो राति 10 बजे होइन, त्यसपछि उपचार सुरु भयो अनि के गर्नुभयो, औषधि के गर्नुभयो होइन? उपचार सुरु हुनुभन्दा अगाडि पैसा पेमेन्ट गर्नु भन्नुभयो। हजुर। अनि दाजुले हालिदिनु उहाँ विदेशबाट, त्यसमा मोबाइल ब्याङ्किङमा 12,600 रुपियाँ पेमेन्ट गरिदिनु भयो। अनि त्यसपछि फेरि त्यहाँ बेडमा लग्नुभयो आफ्नो सोरुमभित्र। अनि त्यहाँ लगिसकेपछि त्यहाँ लगेर फेरि यहाँ इन्जेक्सन हान्नुभयो एउटा। अनि त्यो हानिसकेपछि यहाँ सलाइन पानी चढाउनु भयो। चढाइसकेपछि अनि त्यो 4-5वटा सुई हालिदिनु भयो यहाँबाट। त्यो हालिदिनु भयो। त्यो दिन त्यति गरिदिनु भयो, त्यो रात त्यति गरिदिनु भयो। अनि अर्को रात फेरि खुन चेक गर्नुभयो यहाँ बिहान। अर्को बिहान खुन चेक गर्नुभयो। खुन चेक गरिसकेपछि खुन चेक गर्नुभयो। त्यसपछि फेरि तल सोरुममा गयौँ। गइसकेपछि फेरि सलाइन पानी चलाइदिनु भयो, इन्जेक्सनहरू लगाइदिनु भएन, यहाँ सुई हालिदिनु भयो, त्यति गर्नुभयो। अनि पछि इन्सिसी चेक गर्नुभयो, त्यति हो गरेको। अनि एक्सरा पनि गरे होइन, एक्सरा गरेको लेखिदिनु भएको छ। अनि त्यति सुई लाग्यो भने 32,000 रुपियाँ कति लेखिदिनु भएको। टोटल बिल कति आएछ? टोटल बिल टोक्याको चाहिँ 1.5 लाख थियो। अनि पछि 1.5 लाख थियो। अनि त्यो 7 दिनसम्म बस्ने, 7 दिनसम्म बसेपछि 1.5 लाख लाग्छ भन्नुभयो। अनि पछि अर्कोचोटि औषधि किन्न जाँदाखेरि यो औषधि त्यहीमा हो कि फेरि पैसा दिनुपर्छ भनेको, त्यसको पनि पैसा भन्नुभयो, त्यही 1.5 लाख लाग्नुभयो। अनि त्यही भएर हामी सक्दैनौँ भनेर अनि पछि त्यो निक्लिएर हामी जान्छौँ। अब पैसा छैन, हामी गरिब पनि पैसा छैन, पैसा बनाएर आउँछौँ भन्यौँ। निक्लिन दिनु भएन, धम्की दिनुभयो। निक्लिने होइन, जाने होइन, पहिले भन्नु पर्ने, हामीले यति रातिसम्म खटे हामीले यस्तो त्यस्तो भन्नुभयो। अनि पछि फेरि त्यस्तो भन्नुभयो। अनि सलाइन पानी चढाउनुभयो। भाउजू फेरि ब्याङ्कमा जानुभएको थियो। ब्याङ्कमा जाँदाखेरि अनि पछि एउटा डाक्टर आएर सलाइन पानी चढाएको बिहान पख डाक्टर आएर अनि खै तिम्रो गार्जेन खै पैसा पेमेन्ट गर्न पर्यो फेरि भन्नुभयो। अनि पछि हुनुहुन्न, यहाँ बाहिरतिर जानुभएको ब्याङ्कमा भने। अनि कि भागिगएर कहाँ गएर आन्नन्, छोडेर गयो कि क्या भागिगएर भन्नुभयो। अनि त्यहाँले फेरि अर्को डाक्टर आउनुभयो, फेरि भनिराख्नुभयो कहाँ गयो तिम्रो त्यो भनेर फोन गर्नुभयो त्यहाँले पनि। अनि मैले पनि फोन गरेँ, ब्याङ्कमा पनि जान दिनु भएन, कहीँ पनि जान दिनु भएन। अनि हस्पिटलबाट जान्छौँ भन्दा पनि जानिएन भनेर के भन्नुभयो। अनि त्यो पैसा पर्ची दिनु भन्दाखेरि पनि पर्ची दिनु भएन। अनि पर्ची त्यो नामहरू लेखिदिनु, सबैमा नाम के हो पर्ची त्यो दिनु भनेको पनि दिनु भएन। त्यो सानो कागजमा लेखिदिनु भयो। अनि त्यसपछि बल्ल दिनुभयो, पैसा पेमेन्ट नगर्दासम्म दिनु भएन। दिइसकेर अनि यता आयौँ, गयौँ, त्यहाँ त्योबाट निक्ल्यौँ। त्यो हस्पिटलबाट निक्लिसकेपछि अनि यता घर जाने भनेर घर जाने। अनि घर गएर जुन हस्पिटल गयौँ, पछि सल्लाह गरेर जाने भन्यौँ। अनि त्यहाँ त्यो बिरामीले जबरजस्ती गरेर भएन नि, त्यो बिरामी आयो बिहान मैले उठाइदिएँ। कसले गर्न सक्छ? प्यारालाइसिस केस 1 घन्टाभित्र मैले उठाउने मान्छे म हो। त्यो नहो, कसले गर्न सक्छ? आफ्नो लुलो बाइबल बाटोमा हो, थाहा छ? सासुले मलाई अप्ठ्यारो थियो। तपाईँ अहिले लम्बाउने कुरा हो, एकदम बदनाम गर्न चाहनुहुन्छ मलाई? मेरो पछाडि एकदम पर्नुपर्छ। तपाईँले मैले राम्रो मुखले भने जे छ यहाँको सामने भनेर जोडेर सुन्नु, यो इन्जेक्सन लाग्छ भने मैले भाँगेर गरेको जबरजस्ती गरेको सुन्नुहुन्न। तपाईँले मलाई खुट्टा आगेदेखि मेरो मुख सुकिसकेको छ, आगेदेखि म भनिरहेको छु मानवताको हुनुहुन्छ मगर ठिक छ। जबरजस्ती गरेको होइन। हामी पनि यहीको मान्छे हजुर बर्द म यदि बर्द खोल्छु म यदि कतिपटक भन्ने आउनुभयो के तपाईँ टार्गेट लिएर आएको म टार्गेट लिएर दिनु के त्यो उ गरेर छापा गरेर आउनु त्यो हजुर भन्नु पनि दिँदैन नम्बर लेखिदिनु यहाँ जबरजस्ती कोही गर्दैन भने उहाँ दुईजनाले भनेर गरेको यो उपचार लाग्छ 1 रुपैयाँ लाग्छ। अहिले तपाईँ दुई खोजेको कुरा नगर्नुहोस् है। तपाईँले जबरजस्ती हामीले यहाँ राखेको होइन, एम्बुलेन्सवाला आयो
एम्बुलेन्स पनि गवाएको छ, एम्बुलेन्स ड्राइभर पनि उहाँले जे भन्नुभयो तपाईँले उहाँलाई भन्नुभयो अनि यति रुपियाँ लाग्छ अहिले सन्चो भएर यस्तो भन्नु तपाईँ अरूले चढाएमा तपाईँले यस्तो कुरा गर्ने 12 वर्ष अगाडि तपाईँले यहाँलाई आफै भन्नुभयो मेरो छोरी यस्तो सन्चो भएको यहाँले आफै भन्नुभयो यही सन्चो भएको 12 वर्ष अगाडि एउटा कुरा हेर्नु दिनुहुन्छ सुन्नु मेरो कुरा हजुर नचिचाउनु एउटा पढेर हजुर डाक्टर बन्नुभयो राम्रोसँग पनि चिचाउनु पर्दैन तपाईँ चिचाउनलाई कामै गर्नुहुन्छ अघिदेखि मैले राम्रो भनेको तपाईँले ठुलो कुरा बनाउनुहुन्छ मेरो टार्गेट पछाडि मेरै नाम त ओके मिडियालाई बोलाउँछु यो बोलाउनुहोस् न मेरै नाम त हो यो त फोन गरेर गीता मेरो छोरीको बराबर मेरो बहिनीको क्लासमेट हो मेरो बहिनीको गीता हजुरले के दादागिरी देखाएन भने त हजुरले प्यान नम्बरमा लेखेर लडाई झगडा गरेर अघि मैले तपाईँले त्यहाँ भने त्यति रुपियाँ लाग्छ तपाईँ जबरजस्ती गरेर हजुरले छाप दिनु लगाइदिनु नम्बर लेखिदिनु सक्यो सिआइडी भनेर सिआइडी हुनुकै दिनु खुल्का हामी हजुरको पत्ता पर्नु अरू केही नि गर्दैनौँ त्यही कुरो म भने हामीसँग होइन राम्रो चिज चाहियो एउटा तपाईँ कुरा सुन्नुहुन्न र जमास्नुहुन्छ दिनु जान्छौँ हामी तपाईँ झगडा गराउन लाग्नु भएको यहाँ उहाँलाई आफै डिसाइड गरेर जबरजस्ती लाग्ने जबरजस्ती होइन तपाईँ बिहान पनि किरनु भएको झोक्किने होइन नि एउटा लेडिसको बोल्ने तरिका पेमेन्ट पनि नगर्ने जतिबेला झुलाउने अनि तपाईँको एउटा डाक्टरले तपाईँको 10 वटा परिवार छ त्यससँग थोरै कुरा गर्न सकिन्छ एउटा डाक्टरले हेलो 10 जनालाई भने ठिक छ छैन